लसो प्रफुल्लजी तसिदले केन तामाङ हिल्वा युट्युब च्यानलमा यहाँहरू सम्पूर्णलाई स्वागत गर्दछु। युकेको केन्ट क्षेत्रमा बसोबास गर्ने तामाङ समुदायले नै स्थापना गरेको सामाजिक संस्था केन्ट तामाङ हिल्वा र धार्मिक संस्था थुक्चे छन्पो मानिछोक्पा, यी दुवै संस्थाहरू मिलेर तामाङ जातिको सांस्कृतिक, धार्मिक रीतिरिवाज एवं परम्परालाई संरक्षण गर्ने गर्दछ। आज म यहाँहरूलाई थुक्चे छन्पो मानिछोक्पाले गरेको मनिमोलम कार्यक्रमबारे प्रस्तुत गर्न गइरहेको छु। लसो थुक्ची छे। आदरणीय थुक्चे छन्पो मानिछोक्पाका सम्पूर्ण मानिछोक्पाहरू साथै यहाँ उपस्थित हुनुभएको सम्पूर्णमा लासो फ्याफुलजी, आज 11 अक्टोबर 2025 को दिनमा आदरणीय दाजु श्री कविराज घिसिङज्यू तथा उहाँको श्रीमती शान्ति पाक्रिनज्यूको सुपुत्र देक्सिङ घिसिङज्यू अनि उहाँको श्रीमती उषा पाक्रिनज्यूको नवविवाहित जोडीलाई आशीर्वाद दिनको लागि, उहाँहरूको वैवाहिक सम्बन्ध राम्रो, सुमधुर अनि खुसीमय होस् भन्नेको लागि उहाँहरूले मानिछोक्पा गर्नको लागि हामीलाई अनुरोध गर्नुभएको थियो। त्यही अनुरोधलाई स्वीकारेर हामी सबै यहाँ मानिमोलम गर्न उपस्थित भएका छौँ। आशा गर्दछौँ आजको मानिमोलम मार्फत साङ्गेले उहाँहरूलाई धेरै धेरै आशीर्वाद दिएर उहाँहरूको जीवन सुखमय होस् भनी आशा गर्दछौँ। लासो थुजिसे। स्वामी महाराज गुरुहरूलाई प्रार्थना गर्दछु। विशेष दयालु गुणकारी गुरुले आशीर्वाद दिनुहोस्। यहाँ भेला भएका भाग्यशाली पुरुष र महिलाहरू यो अभिषेक धर्म अर्थपूर्ण गर्न सकोस्। आज दर्शन भएको दक्ष गुरुलाई बुद्ध र अभिन्न शिरमा भावना गरी, महाकरुणामय देव शिरमा भावना गरी वचनले षडाक्षरको वन्दना गरौँ। मनमा महान दया र करुणाको भावना गरी सारा धर्म अभ्यास प्राणी हितको निम्ति गरौँ। अष्ट भय र दुःख बिमार जे आए पनि भयमुक्त गर्ने षडाक्षर वाचन गरौँ। यो शरीर त साक्षात अनित्य हो। यो सारा संसारमा कुनै सार छैन। 10 कुशल धर्मको साधना गरेर 10 अकुशल कर्महरू त्याग गरौँ। यसरी सञ्चय गरेको पुण्यले यो जुनी र अर्को जुनीमा सुख शान्ति होस्। सामान्य सारा संसारमै शुभ मङ्गल होस्। विशेष गरी यो ठाउँमा शुभ मङ्गल होस्।
आजको यस मोलम हामीले गर्नाले हाम्रो जीवनमा यसले एकदम सकारात्मक ऊर्जा ल्याउनेछ र यसबाट प्राप्त पुण्यबाट हामीलाई हाम्रो घरमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु पनि आउनेछ। यसरी नै सबैले गर्दै गयो भने एकदमै सबैले पनि यही अनुसारले पुण्य लाभ गर्नुहुनेछ। सबैले यसमा चाहिँ सहभागिता देखाइदिनु होला। धन्यवाद।
लासो फ्याबुल्जी टासिदेले आज हाम्रो घरमा थुक्जे छेन्पो मनी छोप्पा आएर मनी मोलम गरिदिनु भयो। यसको लागि यहाँहरू सम्पूर्णलाई हामी सम्पूर्ण परिवारको तर्फबाट धेरै धेरै धन्यवाद। यो थुक्जे छेन्पो जब हाम्रो परम पूजनीय टुल्कु लोसाङ नामगर रिम्पोछेज्यूले यसको नामाकरण गरिदिनु भयो। त्यस पश्चात खेन्पो निमासाङपो गुरुले निरन्तर हामीलाई वाङलुङ र मनी मोलमको सम्पूर्ण परिक्षणहरू दिइराख्नु भएको छ र यही अनुरूप हामीले पनि यहाँ गर्दै धर्मलाई अगाडि बढाइरहेको छ र हामीले पनि हाम्रो धर्मलाई कतिसम्म चाहिँ यसलाई टेवा पुर्याउन सक्छौँ भनेर हामी केन क्षेत्रका सबै तामाङ आमा बुबा दाजुभाइ दिदीबहिनीहरू मिलेर यो मनी छोप्पालाई अगाडि बढाएर गइरहेको छौँ र यो मनी मोलम गर्नाले हामीलाई एउटा धर्म पनि हुने, पुण्य पनि कमाउने अनि साथै सम्पूर्ण हाम्रो तामाङ परिवारहरू एउटा घरमा भेला भएर एक आपसमा परस्पर सम्बन्धहरू पनि सुदृढ हुँदै जाने, यसले एकदमै हाम्रो समाजलाई पनि राम्रो दिशामा लगिरहेको अवस्था छ र यसरी नै हामी निरन्तर मनी मोलम गर्दै अगाडि बढ्नुपर्छ र प्रत्येक महिना एकजनाको घरमा गर्ने हाम्रो जुन योजना छ त्यो अनुसार अर्को महिनामा फेरि अर्को ठाउँमा हुनेछ। लासो थुजिछे।